नमस्कार, म भुवनेश्वरद्वारा यहाँलाई स्वागत छ मेरो युट्युब च्यानल द क्रिएटिभ माइन्ड प्रोडक्सनमा। आज हामी यस भिडियोमा बिना सफ्टवेयर नेपालीमा टाइप कसरी गर्ने भन्ने कुरा सिक्छौं। सो हामी यसको सुरुवात गरौँ। हामी वास्तवमा बिना कुनै सफ्टवेयर इन्टरनेटबाट डाउनलोड गरिकनै आफ्नै कम्प्युटरबाट पनि नेपाली टाइप गर्न सक्छौं, तर त्यो कुरा हामीलाई थाहा हुँदैन। आज हामीले त्यो कुराहरु थाहा पाउन सक्छौं। त्यसको लागि हामीले के गर्नु पर्यो भन्दाखेरि सबैभन्दा पहिले स्टार्ट बटनमा क्लिक गर्नुहोस्। त्यसपछाडि हामी यहाँ कन्ट्रोल प्यानल देख्न सक्नुहुन्छ। कन्ट्रोल प्यानलमा क्लिक गर्छौं र यसरी कन्ट्रोल प्यानलमा आउँछौं। कन्ट्रोल प्यानल आइसकेपछि यहाँनिर तपाईले ल्याङ्ग्वेज, क्लक, ल्याङ्ग्वेज एन्ड रिजन देख्न सक्नुहुन्छ। कसैकसैकोमा विन्डोज 8 चलाउनु भएको छ भने त्यहाँनिर ल्याङ्ग्वेज एन्ड रिजन मात्रै पनि देखिरहन्छ, कहाँनिर ल्याङ्ग्वेज मात्रै पनि देखिरहन्छ। तपाईले जे उस ल्याङ्ग्वेजमा क्लिक गर्नु पर्यो, ल्याङ्ग्वेज, रिजन एन्ड क्लक। सो तपाईले ल्याङ्ग्वेजमा क्लिक गरिसकेपछि यसरी रिजन एन्ड ल्याङ्ग्वेज भन्ने आउँछ, त्यहाँभित्र क्लिक गर्नुहोस्। यहाँ क्लिक गरिसकेपछि यहाँनिर तपाईले फर्म्याट्स, लोकेसन, कीबोर्ड एन्ड ल्याङ्ग्वेजेस, एडमिनिस्ट्रेटिभ भनेर अप्सन्स आउँछ। यहाँनिर कीबोर्ड एन्ड ल्याङ्ग्वेजेसमा जानुहोस्। त्यसपछि कीबोर्ड्स भित्र यहाँहरुले क्लिक गर्नुहोस्। अब यहाँ तपाईले देख्न सक्नुहुन्छ यहाँनिर हामीले अहिले युज गरेको कीबोर्ड्स कुन हो भन्दाखेरि युनाइटेड स्टेट्स, जुन इंग्लिशको फर्म्याटको हाम्रो कीबोर्ड छ त्यो हाम्रो युनाइटेड स्टेट्सको हो। सो यहाँनिर हामीले नेपाली एड गर्न सक्छौं। अब यहाँनिर बटन देख्नुहुन्छ तपाईहरुले एडको, यहाँनिर यो एडमा क्लिक गर्नुहोस् र यहाँनिर तपाईले थुप्रै भाषाहरु देख्नुहुन्छ। दुनियाको जुनसुकै भाषा तपाईले चाहियो भने यहाँनिर अवेलेबल हुन्छ। सो यहाँबाट अब तपाईले अल्फाबेटिकल अर्डरमा ए बी सी डी ई को अर्डरमा यहाँनिर राखिएको हुन्छ। आई जे के हेर्न सक्नुहुन्छ यहाँ, र यहाँनिर हेर्नुस् नेपाली नेपाल दिएको छ। सो यहाँनिर के गर्नुस् भन्दाखेरि क्लिक गर्नुस्, डबल क्लिक। त्यसैगरी कीबोर्डमा डबल क्लिक गर्नुहोस् र यहाँनिर तपाईले नेपालीमा क्लिक गर्नुहोस्, यहाँनिर ओके गर्नुहोस् र तल एप्लाई गर्नुहोस्। अब यहाँनिर हेर्नुहोस् युनाइटेड स्टेट्स र नेपाली भाषा पनि हाम्रो कम्प्युटरमा एपियर भएको छ। यहाँनिर एप्लाई गरिदिनुहोस्, यसलाई ओके गर्नुहोस्, यसलाई कट अफ गर्नुहोस् र यसलाई पनि कट आउट गर्नुहोस्। अब तपाईले नेपालीमा वास्तवमा लेख्न सक्नुहुन्छ। जस्तै यसलाई हामी क्लोज गरौँ, यो फाइललाई हामी नयाँ फाइल एउटा खोलौँ एमएस वर्डमा र यहाँनिर हामीले टाइप गरेर हेरौँ, क्लोज गर्नुस्। अब तपाईले यहाँनिर बटन शिफ्ट अल्ट युज गर्नुपर्ने हुन्छ नेपाली टाइप गर्नको लागि। अहिले जस्तै टाइप गर्नुस्, जस्तै ASDFGHJKL अहिले इंग्लिश टाइप गरिरहेको छ। त्यसैगरी अब हामीलाई टाइप गर्नुपर्ने, नेपाली टाइप गर्नुपर्ने छ भने हामीले अब कीबोर्डमा रहेको शिफ्ट प्लस अल्ट थिच्छौं र यहाँ देख्न सक्नुहुन्छ तपाईले स्क्रिनमा इंग्लिशबाट नेपाली भएको छ। यहाँबाट तपाईले इंग्लिश पनि चुज गर्न सक्नुहुन्छ या यही क्लिक गरेर तपाईले नेपाली पनि चुज गर्न सक्नुहुन्छ, या कि त शिफ्ट अल्ट थिच्नु हो भने हेर्नुस् नेपालीबाट इंग्लिश भयो, फेरि इंग्लिशबाट नेपाली चाहियो भने शिफ्ट अल्ट यसरी प्रेस गर्नुहोस्। अब यहाँनिर तपाईले टाइप गर्नुहोस्। अब यहाँनिर यसले नेपालीमा टाइप गर्नेछ। सो अब यसलाई हामी मेट्छौं र अब तपाईले नेपाली टाइपिङ प्र्याक्टिस चाहनुहुन्छ भने तपाईले थप कुरा के गर्न सक्नुहुन्छ भन्दाखेरि पहिला शिफ्ट अल्ट गरेर हामी इंग्लिश ल्याउँछौं र अब स्टार्ट बटनमा क्लिक गर्नुहोस् पुनः। र यहाँनिर तपाईहरुले अन टाइप गर्ने बित्तिकै यहाँ हेर्नुस् अन स्क्रिन कीबोर्ड आयो। यसरी तपाईहरुले अन स्क्रिन कीबोर्ड क्लिक गर्नुहोस्। यहाँनिर सर्च गरेर अन स्क्रिन कीबोर्ड क्लिक गरेर ल्याउनुहोस् र अन स्क्रिन कीबोर्ड यसरी ल्याइसकेपछि अब देख्न सक्नुहुन्छ हाम्रो जुन भाषा आउँछ त्यही भाषामा हाम्रो कीबोर्ड एपियर हुन्छ। सो यहाँनिर हेर्नुस् कीबोर्ड हाम्रो एपियर भएको छ। अब तपाईले जस्तै यहाँ लेख्नुहोस्, यहाँनिर तपाईले देख्नुहुन्छ ASDF हाम्रो इंग्लिश छ त्यही भएर इंग्लिशमा लेखिरहेको छ। अब तपाईले शिफ्ट अल्ट थिच्नुहोस्। अब हेर्नुस् हाम्रो नेपाली कीबोर्ड आयो यो प्रिटी फोन्टको। अब तपाईले यसरी तपाईले लेख्न सक्नुहुन्छ। जस्तै यहाँनिर अब हेर्नुस् होम र पहिला हाम्रो ASDFGHJKL हुन्थ्यो भने अब यहाँ केनेर छ ब क म आकार न ज व प इकार अनि त्यसैगरी तपाईले यहाँ हेर्न सक्नुहुन्छ प अनि इकार, त्यसरी स उकार यसरी तपाईले टाइप गर्न सक्नुहुन्छ। र नेपाली टाइप गर्नको लागि हामीले पहिला होम बटन यो ब क म आकार न ज व प इकार स उकार याद गर्नुहोस्, स ह अ ख द ल र यहाँनिर त्र ध भ च त थ ग घ य स उ यसरी हामीले याद गर्नुपर्ने हुन्छ। र तपाईले कीबोर्ड चाहिएन भने तपाईले क्लोज गर्न सक्नुहुन्छ। पुनः तपाईले शिफ्ट अल्ट टाइप प्रिन्ट क्लिक गर्नुहोस्। अब तपाईले इंग्लिशमा लेख्न सक्नुहुन्छ। त्यसैगरी अब तपाईलाई नेपाली भाषा चाहिएको छैन, तपाई कम्प्युटरबाट
हटाउन चाहनुहुन्छ भने पुनः तपाईले स्टार्ट बटनमा क्लिक गर्नुहोस्, यहाँबाट कन्ट्रोल बटनमा क्लिक गर्नुहोस्, त्यसैले रिजन एन्ड ल्याङ्ग्वेजमा आउनुहोस् र यहाँबाट पुनः तपाईले कीबोर्ड एन्ड ल्याङ्ग्वेजेस कीबोर्ड्समा क्लिक गर्नुहोस् र यहाँबाट तपाईले नेपाली सेलेक्ट गर्नुहोस् यसरी र यहाँबाट रिमुभ गरिदिनुहोस्, एप्लाई गर्नुहोस्। अब हेर्नुहोस् यहाँनिर युनाइटेड स्टेट्सको इङ्ग्लिस मात्र छ। अब ओके गर्नुहोस्, तपाईले यहाँबाट ओके गर्नुहोस्। हाम्रो सुरुमा कम्प्युटर यो फर्मेटमा हुन्छ, त्यही भएर इङ्ग्लिस लेखिरहेको हुन्छ। अब तपाईले यहाँबाट लेख्नुभयो एमएस वर्ड खोल्नुहोस्, यहाँनिर लेख्ने प्र्याक्टिस गर्नुहोस्। जस्तै यहाँ अब लेख्दाखेरि इङ्ग्लिस मात्रै लेख्ने भयो। अब तपाईले शिफ्ट अल्ट थिचे पनि तपाईले देख्नुहुन्छ कुनै चेन्ज आउँदैन, यहाँबाट तपाईले लेख्न सक्नुहुन्छ। र तपाईहरुकोमा कसैकोमा यहाँनिर प्रिटी फोन्ट छ भने, तपाईको अलरेडी इन्स्टल छ भने प्रिटी फोन्ट यहाँनिर PREETI टाइप गर्नुहोस् र इन्टर हान्नुहोस्। अब हामीले लेख्दाखेरि प्रिटी फोन्ट लेख्छ र यस्तो लेख्दाखेरि अब तपाईले कीबोर्ड एभेलेबल गर्दै गर्दा यसरी कीबोर्डमा भने देखिदैन। सो मैले देखाएको पहिलेको प्रोसेस हामीले नेपाली टाइपिङको लागि हामीले गर्न सक्छौं र तपाईले अलरेडी नेपाली आउँछ भने यहाँ प्रिटी फोन्ट ल्याएर लेख्नुहोस्, हैन भने यहाँ तपाईले इंग्लिशको लागि क्याम्ब्रिया जेसुकै पनि ल्याउन सक्नुहुन्छ र यसरी यसलाई पुनः मेट्नुहोस्। हस्त यहाँहरुले भिडियोले यतिन्जेल साथ दिनुभयो, यहाँहरुलाई विशेष धन्यवाद। र तपाईले यो भिडियो मन परेको छ भने यस भिडियोलाई लाइक गर्नुहोस्, कमेन्ट अवश्य उल्लेख गर्नुहोस्। तपाईले अरु कम्प्युटर टिप्स चाहनुहुन्छ भने म तपाईलाई दिन सक्छु जुन व्यवहारमा एकदमै उपयोगी हुन्छन्, हामीलाई अफिस तथा घरेलु काम गर्नको लागि पनि एकदमै उपयोगी टिप्सहरु म तपाईलाई दिनेछु र मेरो च्यानललाई अवश्य सब्स्क्राइब गर्नुहोला। धन्यवाद।